हेलो साथीहरु, आज चाहिँ मैले यति धेरै गोलभेडा टिपेको थिएँ नि। बिहान एकबाट टिपेको थिएँ, त्यसको चाहिँ मैले यस्तो अचार बनाएको छु हैन। यस्तो दामी भएको तेल फाल्यो, दामी भएको छ। बिहान हामीले खाना खाँदा नि खायौँ हैन। यो चाहिँ के रे रोटीहरुमा यस्तो मिठो हुन्छ नि, रोटीमा अनि भातसँग खाए नि दामी मिठो हुन्छ के। म चाहिँ बिहान यस्तो बनाएर राखेको थिएँ हैन। अब चाहिँ मैले यसलाई डिब्बामा राख्न लागेको छु। तपाईहरुलाई नि के रे मन लाग्छ भने, जाँगर लाग्छ भने बनाएर खानु। मलाई चाहिँ यस्ता बनाउन यस्तो जाँगर लाग्छ कि कहिले अल्छी लाग्दैन कि नयाँ नयाँ के रे चिजहरू बनाउन अनि नयाँ नयाँ खानेकुराहरू टेस्ट गर्न मलाई चाहिँ जाँगर लाग्छ हैन। त्यही भएर मैले चाहिँ यो बनाएको थिएँ। यस्तो दामी मिठो छ नि, बिहान नि खाएको हामीले। के रे अनि फेरि यो भन्नुहुन्छ कि अचेल गाउँघरमा पाइने गोलभेडाहरू खासै खानु हुँदैन कि कसैले नि। सायद धेरै जसोले बजारबाट पसलबाट किनेर लिएर आएको टमाटर, ठुलो खाले टमाटरहरू खानुहुन्छ होला हैन। के रे धेरैले यही भन्नुहुन्छ कि यो सानो खाले टमाटर खायो भने त हामी त घुँडा दुखाउँछ, यस्तो हुन्छ उस्तो हुन्छ भन्नुहुन्छ के। पहिला पहिला के रे हाम्रो मम्मीहरूले बाबाहरूले यस्तो नै खानुहुन्थ्यो हैन। यस्तो सानो सानो खाले गोलभेडा खानुहुन्थ्यो, अचारहरूमा तरकारीहरूमा राखेर खानुहुन्थ्यो। अहिले चाहिँ धेरैजनाले हाम्रो त घुँडा दुखाउँछ, हामी त खाँदैनौँ भन्नुहुन्छ कि सित्तैमा दिँदा नि। तर हाम्रो घरमा चाहिँ हामीले चाहिँ खाइन्छ। मेरो मम्मी बाबाले सबैले खानुहुन्छ। यो चाहिँ कति धेरै भएको थियो नि, बिहान टिपेको एकबाट भएको थियो। त्यही भएर अब तरकारीमा राखेर पनि खाइसकिन्न के रे भनेर, अनि थोरै राखे पनि कस्तो अमिलो हुन्छ नि त। त्यही भएर बिहान मैले चाहिँ अचार बनाएको थिएँ। यसलाई चाहिँ म डिब्बामा राख्दैछु है त साथीहरु। कस्तो मुखमा मुखै रस आयो कि पानी आयो कि मेरो चाहिँ मुख यस्तो मिठो भएको थियो कि। त्यही भएर हामीले चाहिँ बिहान नि खाइयो। अब यहाँ डिब्बामा राखेर थोरै थोरै मन लाग्दाखेरि खानी। अनि अब गर्मी पनि लागिसक्यो हैन। यस्तो चटपटे खानेकुराहरू यताउता खान त अब कस्तो मन लाग्छ के। त्यही भएर म चाहिँ यो बनाएर राखेको। कस्तो धेरै भयो नि, एक डिब्बा भएछ कि यत्रो हेर्नु न। अब अलिकति त साँझलाई खाना राख्नु परिहाल्यो हैन। यति चाहिँ हामीलाई यति भए पुगिहाल्छ। अरु चाहिँ मैले डिब्बामा राखेँ।